आज चाहिँ हामी एनएसए 705 गर्छौं है, जसको नाम हो मोडिफिकेसन टु द ओपिनियन इन द इन्डिपेन्डेन्ट अडिट रिपोर्ट है। अब यसको पनि नोट्स चाहिँ मसँगै बनाएर जानु हैन। हामी यो पनि अरु सबै भिडियो जस्तै फुल किताबबाट नि पढ्नेवाला छौं र यो चाहिँ कुन बेला काम लाग्छ भन्दाखेरि चाहिँ मैले हिजै भनेको थिएँ अडिट रिपोर्टमा ओपिनियन दुई खालको हुन्छ। एकचोटि रिभिजन पनि गरिदिन्छु। ओपिनियन दुई खालको हुन्छ। एउटा भनेको अनमोडिफाइड ओपिनियन र अर्को भनेको मोडिफाइड ओपिनियन है। मोडिफाइड ओपिनियन ओपिआई। अब यसमा चाहिँ अनमोडिफाइड ओपिनियन चाहिँ कभर गर्छ हाम्रो एनएससी 700 ले हैन, जुन अगाडिको भिडियोमा भइसक्यो। र मोडिफाइड ओपिनियन चाहिँ कभर गर्छ हाम्रो एनएससी 705 ले। र यति भइसकेपछि अब हामी यसको चाहिँ हामीले डिस्कस गरिसक्यौं हिजो। अब हामी डिस्कस गर्छौं मोडिफाइड ओपिनियनको। मोडिफाइड ओपिनियनमा चाहिँ अब म पहिला ओभरभ्यू दिन्छु कस्तो हुन्छ, त्यसपछि हामी फर्दर जान्छौं। मोडिफाइड ओपिनियन चाहिँ हाम्रो तीन खालको हुन्छ। हामी अडिटरले अडिट रिपोर्टमा चाहिँ हैन सुइटेबली छैन भन्दा तीन खालको हुन्छ। एउटा भनेको क्वालिफाइड ओपिनियन हुन्छ। अर्को भनेको एडभर्स, अर्को भनेको चाहिँ डिस्क्लेमर ओपिनियन, CLAIMER डिस्क्लेमर ओपिनियन भन्ने कुरा हुन्छ है त। र तीनटा चाहिँ कुन बेला लाग्छ, कस्तो बेला लाग्छ र के हुन्छ भन्ने कुरा चाहिँ हामी अब चाहिँ डिस्कस गर्छौं है। अब हामीले के कुरा गर्छौं भन्दाखेरि अब अडिट रिपोर्टमा चाहिँ हैन अनमोडिफाइड ओपिनियन दिँदाखेरिसम्म चाहिँ केही पनि हुँदैन। हामी यसमा रिपोर्टमा के लेख्छौं भन्दाखेरि बेसिस फर ओपिनियन लेख्छौं हैन। तर यदि हामीले अनमोडिफाइड ओपिनियन दिँदै छौं भने चाहिँ हामीले के गर्छौं, कुन चाहिँ ओपिनियन दिया हो नि हैन त्यो हिसाबमा चाहिँ के गर्छौं, बेसिस फर। अब क्वालिफाइड ओपिनियन दिएको हो भने क्वालिफाइड ओपिनियन किन दियौं त्यो कुरा चाहिँ हामीले अडिट रिपोर्टमा मेन्सन गर्ने काम गर्छौं है त। यो चाहिँ अडिट रिपोर्टमा देखिने कुरा हो। अब क्वालिफाइड ओपिनियन कुन बेला, एडभर्स ओपिनियन कुन बेला र डिस्क्लेमर ओपिनियन कुन बेला है। कुन बेला चाहिँ हामीले यो कुरा दिन्छ भन्ने कुरा चाहिँ अडिटरले यो ओपिनियन दिन्छन् भन्ने चाहिँ हामी डिस्कस गर्छौं है त। क्वालिफाइड ओपिनियन कुन बेला दिन्छ भन्दाखेरि चाहिँ यदि हामीसँग चाहिँ सफिसिएन्ट एप्रोप्रिएट अडिट एभिडेन्स SAE छ हैन, र त्यो जुन मिस स्टेटमेन्ट भएको छ नि हैन, जुन त्यो गडबडी भएको छ त्यो चाहिँ मटेरियल छ, हाम्रो लागि सिग्निफिकेन्ट छ। TRI मटेरियल पनि छ तर पर्भेसिभ छैन। पर्भेसिभको अर्थ के भन्दाखेरि चाहिँ धेरैलाई इम्प्याक्ट गर्ने छैन, धेरै ठाउँमा इम्प्याक्ट गर्ने छैन। धेरै ठाउँमा एकछिन है सिधा भनौँ, धेरै प्लेसमा इम्प्याक्ट गर्ने छैन, भने चाहिँ हामी त्यसमा के दिन्छौं, क्वालिफाइड ओपिनियन दिन्छौं। अब हामीले एडभर्स ओपिनियन कुन बेला दिन्छौं त? एडभर्स ओपिनियन कुन बेला दिन्छौं भन्दाखेरि हामीसँग सफिसिएन्ट एप्रोप्रिएट अडिट एभिडेन्स छ हैन, हामीसँग अडिट एभिडेन्स राम्रैसँग छ सबै कुराको, र हामीलाई के थाहा छ भन्दाखेरि त्यो एउटा अथवा सबै गरेर हाम्रो डिसिजनलाई असर गर्ने खालको छ, मटेरियल पनि छ र पर्भेसिभ पनि छ, सबैलाई धेरै प्लेसेसमा इम्प्याक्ट गर्ने पनि छ भने त्यस्तो केसमा हामी के दिन्छौं, एडभर्स ओपिनियन दिन्छौं है। र अर्को भनेको डिस्क्लेमर ओपिनियन। डिस्क्लेमर ओपिनियन चाहिँ हामी कुन बेला दिन्छौं भने हामीसँग न त एभिडेन्सै छ, एभिडेन्स छैन हैन। यो भने एभिडेन्स है सबैमा, यो सिरियल लाइन एभिडेन्स EVI। हामीसँग एभिडेन्स पनि छैन र हामीलाई असर गर्ने खालको पनि छ र पुरै फाइनान्शियल स्टेटमेन्टमा चाहिँ यसले असर देखाउँछ भने यस्तो केसमा हामी डिस्क्लेमर ओपिनियन भन्ने कुरा दिन्छौं। यो चाहिँ यसको मोटामोटी कुरा भयो है त। सबै गर्दाखेरि यति नै हो यसमा पढ्नुपर्ने। अब यसलाई चाहिँ हामी थोरोली नोट्सबाट पढौँ जुन चाहिँ मसँग छ र सायद हामी सबैसँग पनि होला। ओके, अब चाहिँ हामी अब बुकबाट सर एकचोटि गो थ्रु गर्छौं है त ल। यो एनएसए मोडिफिकेसन एनएसए 705 मोडिफिकेसन टु द ओपिनियन इन द इन्डिपेन्डेन्ट अडिट रिपोर्ट। यो चाहिँ अब कुन बेला आउँछ, यसको काम कुन बेला छ एनएसए को भन्दाखेरि चाहिँ दिस एनएसए डिल्स विथ द अडिटर्स रेस्पोन्सिबिलिटी टु इस्यु एन अप्रोप्रिएट रिपोर्ट इन सर्कमस्टान्सेस व्हेन इन फर्मिङ एन ओपिनियन अकर्डिङ टु 700 है। 700 अनुसारले हामीले ओपिनियन बनाउने हो। द अडिटर कन्क्लुड्स द्याट
मोडिफिकेसन टु द अडिट ओपिनियन अफ द फाइनेन्सियल स्टेटमेन्ट नेसेसरी। भनेपछि यदि मोडिफिकेसन हुन्छ भने चाहिँ हामीले यो 705 अनुसारमा बसेर मोडिफाई गर्नुपर्छ र जुन चाहिँ हामीले त्योभन्दा तल पढ्छौँ है त। टाइप्स अफ मोडिफाइड ओपिनियन कतिवटा हुन्छ भने चाहिँ मैले 3 टाइप्स हुन्छ भनेर भनेको थिएँ अघि, क्वालिफाइड, एडभर्स र डिस्क्लेमर ओपिनियन। द डिसिजन रिगार्डिङ विच टाइप्स अफ मोडिफिकेसन इज एप्रोप्रिएट डिपेन्ड्स अपन, केमा डिपेन्ड हुन्छ भन्दाखेरि चाहिँ नेचर अफ म्याटर गिभिङ द राइजेस है, कुन चाहिँ नेचरले चाहिँ त्यो मोडिफिकेसनलाई जन्म दिइरहेछ भने वेदर द फाइनेन्सियल स्टेटमेन्ट आर मटेरियली मिसस्टेटेड छ कि छैन, अर इन द केस अफ एन इनएबिलिटी टु अब्टेन सफिसिएन्ट एप्रोप्रिएट अडिट एभिडेन्स एसएए अब्टेन भएको छ कि छैन, त्यो र मटेरियलिटी हेरेर चाहिँ ओपिनियन मोडिफाइड हुन्छ। मेबी मटेरियल मिसस्टेटेड एन्ड अर्को भनेको चाहिँ के भन्दाखेरि यो चाहिँ अर्को चाहिँ अडिटर्स जजमेन्टमा हुन्छ, द अडिटर्स जजमेन्ट अबाउट द पर्भेसिभनेस अफ द इफेक्ट अर पोसिबल इफेक्ट अफ द म्याटर अन द फाइनेन्सियल स्टेटमेन्ट भनेको चाहिँ त्यसले कतिको असर गरेर सक्छ। अब वाट इज पर्भेसिभनेस भन्ने क्वेसन आयो नि त। पर्भेसिभनेस भन्ने कुराले यहीँ नै डिफाइन गरिदिएको छ। पर्भेसिभनेस सिम्पल भनेको चाहिँ द वर्ड पर्भेसिभनेस सिम्पल मिन्स विच हैज लार्ज इफेक्ट इन अ नेगेटिभ वे, जुन चाहिँ एक ठाउँ मात्रै नभएर त्यो एउटा सानो मिस्टेकले धेरैवटा फाइनेन्सियल स्टेटमेन्ट अथवा ब्यालेन्स सिट पिएनएलमा असर गर्छ भने त्यो केसमा चाहिँ हामी पर्भेसिभ छ भनेर भन्छौँ है त। समथिङ पर्भेसिभ मिन्स समथिङ विच क्यान नट बी इग्नोर्ड एन्ड द्याट एफेक्ट्स द इन्टायर अन्डरस्ट्यान्डिङ अफ द एन्टिटी भनेर चाहिँ यो है। अब वाट इज पर्भेसिभनेस भन्दाखेरि चाहिँ पुरै यता पार्टै छ, यो मैले यसलाई गरिनँ। अब त्यसपछि हामी माथि जान्छौँ अब्जेक्टिभ अफ एन अडिटर। यो एनएसएको अब्जेक्टिभ के हो त? द अब्जेक्टिभ अफ द अडिटर इज टु एक्सप्रेस clearly and appropriately modified opinion on the financial statement that is necessary when कुन चाहिँ बेला when the auditor conclude गर्छ based on the audit evidence obtained that the financial statement as a whole सबै चाहिँ are not free from the material misstatement। एउटा अब्जेक्टिभ यो हो। अर्को अब्जेक्टिभ के हो? unable to obtain sufficient appropriate audit evidence to conclude that the financial statement as a whole are free from material misstatement। कन्क्लुड गर्न सक्छ छैन। अब यसो एउटा क्वेसन्स पनि रहेछ, when does the auditor express a modified opinion on the financial statement। यो दुईटा केसमा चाहिँ अडिटरले चाहिँ मोडिफिकेसन एप्लाई गर्छ भनेर भनेको छ। ओके, अब नेक्स्ट पर्भेसिभनेस छोडेर हामी तल जान्छौँ। मोडिफाइड ओपिनियन 3टा हुन्छ, क्वालिफाइड, एडभर्स, डिस्क्लेमर ओपिनियन भइहाल्यो। सर्कमस्टान्सेस वेन अ मोडिफिकेसन टु एन अडिट ओपिनियन इज रिक्वायर्ड, कुन कुन सर्कमस्टान्सेस चाहिँ रिक्वायर्ड हुन्छ? एउटा भनेको चाहिँ अडिट इभिडेन्स अब्टेन गरेको अनुसारले द फाइनेन्स अब्टेन्ड होइन, अब्टेन्ड भने द फाइनेन्सियल स्टेटमेन्ट एज अ होल आर नट फ्री फ्रम द मटेरियल स्टेटमेन्ट छैन भने चाहिँ त्यो केसमा चाहिँ अडिटरले मोडिफाई गर्छ। अर्को केस भनेको चाहिँ अनएबल टु अब्टेन सफिसिएन्ट एप्रोप्रिएट अडिट एभिडेन्स। एउटा कुराले घुमाइ यही एनएसएमा राख्ने काम गरेको छ है त। अब क्वालिफाइड ओपिनियन चाहिँ कुन कुन बेला हुन्छ भन्दाखेरि चाहिँ क्वालिफाइड ओपिनियन हुन्छ द अडिटर सेल एक्सपेक्ट क्वालिफाइड ओपिनियन वेन द अडिटर ह्याभिङ अब्टेन्ड सफिसिएन्ट एप्रोप्रिएट अडिट एभिडेन्स, जुन चाहिँ अडिटरसँग छ अडिट एभिडेन्स कन्क्लुड्स द्याट मिस स्टेटमेन्ट इन्डिभिजुअल अर इन द एग्रिगेट एक्लै अथवा धेरै ग्रुपमा आर मटेरियल बट नट पर्भेसिभ। त्यही कुरा मैले यता लेखेको थिएँ यहाँनिर, कहाँनिर ल्याएर यहाँनिर लेखेको थिएँ मैले। क्वालिफाइड ओपिनियन कुन बेला हुन्छ? सफिसिएन्ट अप्रोप्रिएट अडिट एभिडेन्स अब्टेन गरेको छ, मेटेरियल छ र पर्भेसिभ छैन भन्ने केसमा यहाँ पनि सेम केस भयो त। ल मेटेरियल छैन भन्ने कुरा चाहिँ कहाँनिर भनेको छ भन्दाखेरि यहाँनिर भनेको छ द अडिटर इज अनएबल टु अब्टेन द सफिसिएन्ट appropriate audit evidence on which to base the opinion, but the auditor concludes that the possible effect on the financial statement understand undetected if any could be material but not pervasive। if material छ obtained गरे पनि जुन चाहिँ यहाँ having obtained पनि हुँदो रहेछ, unable to obtain पनि हुँदो रहेछ है त। भनेपछि छ अथवा छैन। लेट्स मोडिफाई दिस है। अब when the auditor express and qualified opinion, यदि अडिटरले चाहिँ क्वालिफाइड ओपिनियन दियो भने द अडिटर shall state that in the auditor's opinion except for the effect of the matter described in the basis for qualified opinion। यो भनेको चाहिँ अब ट्रु एन्ड फेयर भ्यू छ कि छैन भन्ने कुरा हो। यो चाहिँ हाम्रो उसमा भयो त, अडिट रिपोर्टमा यो कुरा मेन्सन हुने भयो। अब नेक्स्ट कुरा हामी गर्छौँ भने चाहिँ हामीले अब कुरा गर्छौँ एडभर्स ओपिनियनको है त। एडभर्स ओपिनियन कुन बेला काम लाग्छ त? द अडिटर shall express an adverse opinion when the auditor having obtained sufficient appropriate audit evidence obtained concludes that misstatement individual or in the aggregate are both material and pervasive to the financial statement। sufficient appropriate audit evidence पनि छ र material र pervasive पनि छ। यो केसमा चाहिँ एडभर्स ओपिनियन दिन्छ, सक्यो कुरो है। त्यसपछि नेक्स्ट
डिस्क्लेमर ओपिनियनको चाहिँ अलिकति धेरै छ र, किनकि डिस्क्लेम अफ ओपिनियन डिस्क्लेम गर्नु भनेको चाहिँ फाइनेन्सियल स्टेटमेन्टमा मैले केही पनि बोल्न सकिनँ भन्ने कुरा हो होइन। त्यही भएर अब डिस्क्लेमर अफ ओपिनियन चाहिँ यति धेरै कुरा छ, यहाँबाट चाहिँ म चाहिन्छ नि मात्रै कुरा भन्छु है त, नत्र भिडियो धेरै लामो हुन्छ। द अडिटर सेल डिस्क्लेम एन ओपिनियन वेन, कुन केसमा अनेबल टु अब्टेन द सफिसिएन्ट एप्रोप्रिएट अडिट एभिडेन्स। अर्को, इट इज नट पोसिबल टु फर्म एन ओपिनियन अन द फाइनेन्सियल स्टेटमेन्ट ड्यू टु द पोटेन्सियल इन्टरेक्सन अफ द अनसर्टेनिटिज। भनेको अर्थ चाहिँ कुनै पनि केसमा चाहिँ हामीले अब के को आधारमा बसेरै ओपिनियन दिने भन्ने कुरा थाहा भएन भने त्यस्तो केसमा नि हामी ओपिनियनलाई डिस्क्लेम हानिदिन्छौँ, डिस्क्लेम एन ओपिनियन। के भनेको छ, नोट द्याट इफ डिस्क्लेमर ओपिनियन इज गिभन सच रिपोर्ट विल नट कन्टेन की अडिट म्याटर र अदर इन्फर्मेसन। 720 यो दुईवटा चाहिँ हामी फेरि अरू भिडियोजमा गर्नु छ है त कन्टिन्यू। अब त्यसपछि हेरौँ, वेन द अडिटर डिस्क्लेम्स एन ओपिनियन ड्यू टु एन इनएबिलिटी टु अब्टेन सफिसिएन्ट एप्रोप्रिएट अडिट एभिडेन्स, द अडिटर सेल स्टेट द्याट द अडिटर डज नट एक्सप्रेस एन ओपिनियन। के भन्नुपर्छ भनेर अडिटरले चाहिँ मैले ओपिनियन दिन सकिनँ अन द फाइनेन्सियल स्टेटमेन्ट एउटा भन्नु पऱ्यो। अर्को भनेको अडिटरले अर्को के पनि भन्नु पऱ्यो, स्टेट द्याट बिकज अफ द म्याटर डिस्क्राइब इन द बेसिस फर डिस्क्लेमर ओपिनियन प्यारा। भन्ने मतलब चाहिँ जुन त्यो अडिट रिपोर्टमा डिस्क्लेमर ओपिनियनको बेसिस राखेको हुन्छ नि, त्यहाँनिर चाहिँ के लेख्नु पऱ्यो, द अडिटर हेज नट बिन एबल टु अब्टेन सफिसिएन्ट एभिडेन्स टु प्रोभाइड अ बेसिस फर एन अडिट ओपिनियन भनेर चाहिँ लेखिदिनु पऱ्यो है। अब त्यसपछि फर्दर जाउँ, प्याराग्राफ टु एक्सक्लुड इन द अडिट रिपोर्ट वेन द अडिटर डिस्क्लेम ओपिनियन। कुन कुन प्याराग्राफ चाहिँ अडिटरले चाहिँ आफ्नो रिपोर्टमा राख्नु हुँदैन यदि उसले डिस्क्लेम गरिरहेछ भन्दाखेरि चाहिँ, फर्स्ट भनेको चाहिँ अ रिफरेन्स टु अ सेक्सन अफ द अडिटर्स रिपोर्ट वेयर द अडिटर रेस्पोन्सिबिलिटी डिस्क्राइब। यो अडिटर रिपोर्टमा चाहिँ जहाँ अडिटर रेस्पोन्सिबिलिटी हुन्छ त्यो कुरा चाहिँ डिस्क्राइब गर्नु भएन। अ स्टेटमेन्ट अबाउट वेदर द अडिट इभिडेन्स अब्टेन्ड इज सफिसिएन्ट एन्ड अप्रोप्रिएट टु प्रोभाइड अ बेसिस फर अडिटर्स ओपिनियन, त्यो पनि राख्नु भएन है। अब यो तलको हामी गर्दैनौँ। त्यसपछि अब हामी आउँछौँ अर्को पार्ट भन्दा पनि अब यताको चाहिँ होइन, आफैले पढ्न एउटा चाहिँ मलाई यो चाहिँ कुरा भनिदिन मन लाग्यो है। यो चार्ट चाहिँ जस्तै के हो भन्दाखेरि चाहिँ वेन द अडिटर एक्सपेक्ट टु मोडिफाई द ओपिनियन, यदि यो पुरै सेक्सन मतलब यो पुरै एनएसए लाग्छ भने चाहिँ मोडिफाई द ओपिनियन एनएसए यही नै हो। इन द अडिटर्स रिपोर्ट द अडिटर स्याल कम्युनिकेट विथ टिसिडब्ल्युजी, हामीले कम्युनिकेट चाहिँ गर्नुपर्छ द सर्कमस्टान्सेस द्याट लिड्स टु द एक्सपेक्टेड मोडिफिकेसन एन्ड द वर्डिङ अफ द मोडिफिकेसन। टिसिडब्ल्युजीलाई एक्चुअली चाहिँ कनेक्ट हामीले भन्नुपर्छ है त। ओके, यति भइसकेपछि अब यही मैले भनेको कुरा हो। अडिटर जजमेन्टमा के हुन्छ भन्दाखेरि मटेरियल बट नट पर्भेसिभ भयो भने क्वालिफाइड ओपिनियन, फाइनेन्सियल स्टेटमेन्ट मटेरियल मिस्टेक अर इनेबिलिटी टु अब्टेन अप्रोप्रिएट अडिट एभिडेन्स भयो भने चाहिँ क्वालिफाइड दुइटै केसमा। पर्भेसिभ नहुने बित्तिकै क्वालिफाइड भयो। यदि पर्भेसिभ छ एभिडेन्स पाइया छ भने एडभर्स, पर्भेसिभ पनि छ मटेरियल पनि छ एभिडेन्स पनि पाइया छैन भने चाहिँ डिस्क्लेमर ओपिनियन दिनुपर्छ हामीले। अब यति भइसकेपछि चाहिँ अर्को पनि एउटा कुरा छ जुन म भन्नुपर्ने हुन्छ होइन, त्यो चाहिँ म यही कपीबाट भनिदिन्छु। जस्तै अब यसमा चाहिँ अब के भयो भन्दाखेरि चाहिँ लिमिटेसन्स अन पर्फर्मिङ द अडिट, यो भयो भने चाहिँ अब के गर्ने त ल। यो लिमिटेसन्स लगायो म्यानेजमेन्ट अथवा टिसिडब्ल्यू, म्यानेजमेन्टले लिमिटेसन्स लगायो भने सबभन्दा सुरुमा आस्क टु रिमुभ, यो हटाइदिए भनेर भन्नु पर्यो। अब त्यसपछि उसले के गर्छ, कि त हटाउँछ कि त हटाउँदैन होइन। हटायो भने ठिक छ, गुड, पर्फर्म द अडिट फर्दर। अनि अर्को भनेको चाहिँ के भन्दाखेरि चाहिँ मोडिफाई तान्ने हामी होइन, मतलब के गर्दाखेरि चाहिँ अब युएम अथवा ओएम प्यारामा चाहिँ हालिदिनु पऱ्यो। यो कहाँ आउँछ, हामी यो फर्दर पढ्छौँ एनएसए 706 मा है त। त्यसपछि यदि के भन्यो लिमिटेसन्स लगायो काम गर्नु दिएन, हटायो भनेर सोध्यो हटाएन भने चाहिँ के गर्ने भन्दाखेरि अब चाहिँ हायर लेभलसँग कुरा गर्ने, कम्युनिकेट विथ हायर लेभल है। त्योभन्दा माथि कोही न कोही त होला नि त नि, हायर लेभल अर टिसिडब्ल्युजीसँग कम्युनिकेट गर्ने। टिसिडब्ल्युजीले नि के भनौँ, ओके यस हटाइन्छु भन्यो भने के गर्ने, यतैपट्टि जाने, रिपोर्ट आइगयो फेरि तल, र टिसिडब्ल्युजीले मानेन हटाउनलाई, नो रे भने अब के गर्ने भन्दाखेरि चाहिँ हामीले हेर्ने अब पोसिबल छ कि छैन त। तल गएछ यताबाट लेखिदिन्छु, पोसिबल टु पर्फर्म
एडिसनल अडिट प्रोसिड्योर केही छ त प्रोसिड्योर केही छ त हामीलाई यो पर्फर्म गर्न मिल्ने एक्स्ट्रा त्यो हेर्छौँ हामी है। अनि त्यो हेरिसकेपछि चाहिँ हामी के गर्छौँ भन्दाखेरि यदि छ भने हामी त्यही गर्छौँ हैन। छ भने यस वी विल कन्टिन्यू। अनि त्यसपछि फेरि यही हो युएम ओएम प्यारा यो चाहिँ गरिदिनुपर्छ हामीले। यदि अडिटर अब जस्तै के भएको छ भन्दाखेरि चाहिँ लिमिटेसन लगाइदिएछ म्यानेजमेन्टले रिमुभ गर भने मानेन, माथि लेभलमा सोध्यो रिमुभ गर भने त्यहाँ पनि मानेन। हामीले केही छ त हाम्रो तर्फबाट भनेर हेऱ्यौँ त्यो पनि छैन भने चाहिँ अब के गर्ने अब हामीलाई अब गर्न खोजे अब सबै भएन के गर्नु त। अब त्यसपछि सिधै के गर्ने इफेक्ट चेक गर्ने इभ्यालुएट द इफेक्ट के आउनु सक्छ त भनेर इभ्यालुएट गर्ने। अनि त्यसपछि अनि हाम्रो अब मटेरियल छ अब जुन अब चाहिँ हामी के गर्छौँ मेटेरियल बट नट पर्भेसिभ है यही कुरा गरे बट नट पर्भेसिभ यो भयो भने चाहिँ हामी के गर्छौँ भन्दाखेरि क्वालिफाइड ओपिनियन। अब के गर्ने मटेरियल पनि छ मेटेरियल एन्ड क्वालिफाइड यो भयो भने चाहिँ हामी के गर्ने भन्दाखेरि सिधै दुईटा अप्सन छ हामीसँग कि त एडभर्स ओपिनियन कि त डिस्क्लेमर ओपिनियन हामी दिन्छौँ। अनि यति गरेपछि चाहिँ हाम्रो एनएसए 705 को डङरङै सकिन्छ। अब फर्दर स्टडी गर्नु यहाँसम्म भिडियो हेर्नु भने प्लिज लाइक पनि गरिदिनु अनि अब यस्तै भिडियो हेर्ने भने सब्सक्राइब गरिदिनु सिम्पल है। ल भेटौँला नेक्स्ट भिडियोमा। थ्याङ्क यू फर टुडे।